विधेयक वा बाँकी रहेको एजेन्डालाई हामीले बजेटमै उतार्ने गरेर त्यसको पनि तयारी गर्न कार्यक्रम बनाएका छौँ। त्यो सँगसँगै ठुला रूपान्तरणकारी आयोजनाहरू तिनीहरूलाई कहिले जग्गा खरिदको विषयमा, रुख कटानीको विषयमा चाहिँ जुन हैरानी हुने र प्रोजेक्ट डिले, कस्ट अफ इनएक्सन, यो सारा कुराहरू छन् त्यसलाई पनि अब सुझाउनको लागि आज बृहत रूपमा सबै मन्त्रालयलाई छुने गरेर मलाई लाग्छ प्रधानमन्त्रीज्यूकै निर्देशनमा आज क्याबिनेटबाट पनि ठुला निर्णयहरू हुन सक्ला। तर अर्थ मन्त्रालय र एकदम विशुद्ध यहाँबाट पारित ठुला आयोजनाहरूको हकमा पनि त्यसलाई चाहिँ अब कुनै एक्सक्युज बिना ठुला गुणस्तरीय आयोजनाहरू, पूर्वाधारका आयोजनाहरू, सडक होला, जलविद्युत होला, पोर्ट्सहरू होला इत्यादि अब बिना एक्सक्युज फटाफट काम हुनुपर्छ र त्यसको प्रतिफल सुनिश्चित गर्ने गरेर नेपाली जनताले त्यसको लाभ लिन पाउनुपर्छ भन्ने स्पिरिटबाट त्यो ठुला विकास आयोजनाहरूको सहजीकरणको लागि पनि एकदमै चाहिँ हामीले त्यो प्रोजेक्ट फेसिलिटेट गर्ने गरेर ल्याउने त्यसको पनि तयारी भएको छ। समग्रमा साथीहरू टुङ्ग्याउँदै गर्दा अब अहिले मिडल इस्टमा वार नै भइरहेको छ। रेमिटेन्समा आश्रित हाम्रो अर्थतन्त्र यो लम्बिँदै गयो भने यसका अल्पकालीन, मध्यकालीन, दीर्घकालीन असरहरू हामी कहाँ देख्न हामी भोग्दै जान्छौँ। तेलको मूल्य, पेट्रोलियम पदार्थ, मल इत्यादिको कुराहरूमा पनि हामीले एकदमै सूक्ष्म ढङ्गले विश्लेषण गरिरहेका छौँ। त्यस सम्बन्धी पनि हामी छुट्टै अध्ययन नै गरेर अन्तर्निकायहरू, अन्तरसरकारी चाहिँ समिति नै बनाएर एउटा रणनीति चाहिँ बनाउनु पर्नेछ। त्यो सँगसँगै अहिले मुलुककै बाह्य चुनौतीहरू सँगसँगै आन्तरिक चुनौतीहरू पनि छन्, जस्तो इकोनोमिक ग्रोथ, जबलेसनेस, एउटा स्ट्याग्नेसनको जुन चाहिँ शिथिलता, अर्थतन्त्रको शिथिलता छ, त्यसलाई कसरी जम्प स्टार्ट गर्ने भन्ने कुरामा केही कुराहरू एकदम अनुकूल पनि छन् होइन। रिजर्भ्सहरू एकदम राम्रो छ, एक्सटर्नल सकहरूलाई वेदर गर्न सक्ने हाम्रो बफर पनि बनेको छ इत्यादि। तर राजस्वकै पनि अलिकति चुनौतीपूर्ण अवस्थामा हामी छौँ। उठेको राजस्व पनि खर्च गर्न नसकिरहेको अवस्था छ। त्यसले राजस्व र खर्चको खडेरी छ। बैङ्क घरमा डिपोजिट एकदम बढिरहेको छ, त्यसको प्राइभेट सेक्टरले त्यो क्रेडिट अपटेक गर्न नसकेर होइन चाहिँ त्यसमा पनि मिसम्याचहरू देखिराखेको छ। यो चाहिँ आन्तरिक शिथिलतालाई पनि हामीले चिर्नुपर्नेछ। सो पहिलो भनेको तुरुन्तै तत्कालै सम्बोधन गर्नुपर्ने विषयहरू बाह्य चुनौतीहरू, आन्तरिक चुनौतीहरू भए। दोस्रो, नेपालको इकोनोमिक ग्रोथ, जब्स, रोजगारी, लगानीको माहौल, उद्यमशीलता, अन्टरप्रेन्योरसिप इत्यादि सबैलाई समेटेर त्यो रूपान्तरणकारी बजेटको तयारी होइन, इकोनोमिक पोलिसी त्यो हामीले गर्नुपर्नेछ। र त्यसमा हाम्रो अर्थ मन्त्रालयको नेतृत्वमा अब सबै नेपाल सरकारलाई नै हामीले सोच्याएर त्यतातिर लान्छौँ। 2 महिना असाध्यै व्यस्त हुने नै छ। तेस्रो चाहिँ अब यो पिसमिल टुक्रा टुक्रा काम गरेर भएन। नेपालमा धेरै सिस्टमिक प्रब्लमहरू छ, अर्थात् प्रणालीगत संरचनात्मक जटिलताहरू, समस्याहरू धेरै छ होइन। तपाईँको चाहिँ सहकारीको विषय होला, माइग्रेन्ट वर्कर्सको विषय होला, रियल इस्टेटको समस्या होला, यो सबै क्षेत्रगतहरू यो आइसोलेटेड होइन, यो सबै झेलिएको छ। हाम्रो सोच सिस्टम नै हामीले कस्तो बनायौँ भने अधिक नियमन होइन, ओभर रेगुलेसनको बनाएका छौँ। त्यस्तै तजबिजी अधिकारहरू, नियन्त्रणमुखी तजबिजी अधिकारहरू, डिस्क्रेसनरी पावरहरू हामीले धेरै दिएका छौँ। र त्यो अर्थतन्त्रलाई चलायमान गर्नको लागि, निजी उद्यमलाई आर्थिक वृद्धि, रोजगारीतिर सोझ्याउनको लागि चाहिने इन्सेन्टिभ्सहरू, उत्प्रेरणाहरू पनि पर्भर्टेड छ, उल्टिरहेका छन् होइन। त्यसलाई पनि हामीले सच्याउनु छ। त्यसरी यो सिस्टेमिक कुराहरू, इन्सेन्टिभ्सका कुरा, ओभर रेगुलेसनका कुरा, डिस्क्रेसनरी पावरका कुरा, यी सबैलाई चाहिँ हामीले सच्याएर है सिस्टम नै सुधार्नुपर्नेछ। ग्रे लिस्टका चुनौतीहरू छन् होइन। सबै सेक्टरमा चाहिँ केही न केही समस्याहरू तपाईँहरूले देखिराख्नु भएको छ। अघि मैले उल्लेख गरेका, नाम लिएका प्रतिवेदनहरू पनि ती मुठाहरूमा पनि यी समस्याको छान रहेको छ। अब चाहिँ हामीले समाधान गर्नुपर्छ र नेपाली जनताले त्यो समाधान निकाल्न सक्ने गरी एउटा निर्णायक हैसियत सहित यो सरकार बनाएका छन्। त्यसलाई सम्बोधन गर्नको लागि, त्यसलाई न्याय गर्नको लागि चाहिँ यो सरकार गठन भएको छ। यो पुरानै संस्कृति, पुरानै प्रवृत्ति, पुरानै संस्कारको निरन्तरतामा हामी केही न केही बनाउनको लागि इमान्दार प्रयास गर्छौँ र यसको अब यो धेरै लथालिङ्ग भताभङ्ग भएको सिस्टमलाई सुधार्नको लागि समय लाग्छ। त्यसैले अलिक धैर्य धारण पनि हुँदै अब आज हाम्रो क्याबिनेट पनि बस्ला सुशासनको विषयमा